धरानको हरको त पक्कै पागल भएछ, राम्रैसँग पागल भएको रहेछ। पागल देशमा सबै मिलेर नयाँ पार्टी मिलेर देश विकास गर्ने हो कि विरोध गर्ने हो? जा छुट्याउने देश बनाउने, सबै मिलेर देश बनाउने भन्नु त छेत्री बाहुनलाई दिने होइन, दमाई कामीलाई दिने होइन भन्ने, कुलमानलाई विदेशको दलाली हो, भ्रष्टाचारी हो भन्ने, बालेनलाई विदेशको दलाली भ्रष्टाचारी भन्ने, रविलाई अमेरिकाबाट आएको विदेशी हो, भ्रष्टाचारी, एमसीसी दलाली हो, सरकारी ठग हो भनेर भन्ने। तँलाई लाज लाग्दैन? तेरो अनार हेर, सिसामा तेरो अनार हेर, कुकुर। कति साह्रै रात दिन होते त्यो रवि लामछानेको कुरा गर्ने, बालेनको कुरा गर्ने, कुलमानको कुरा गर्ने। मन्त्री हुनु नपाएर पागल भएछ कि के हो यो त? मन्त्री हुनु नपाएर पागल भएर मोर। पागल तहोस् दलाली त, विदेशमा गएर पैसा चन्दा उठाएर लिएर आउने तहोस् पागल त। चन्दा उठाउने, देशैभरि चन्दा उठाउने, विदेशमा गएर चन्दा उठाएर ल्याउने त पहोस् त दलाली त। पागल मन्त्री रहनु नपाएर हरकनी पागल भएर मर्यो। काठमाडौँको दुर्गा प्रसाईनी पागल भएर छटपटाउनु लाग्छ। भीमरावल पनि अब खतम हुने भयो, नयाँ पार्टीले हामीलाई खानु नदिने भयो भनेर भीमरावल पनि छटपटाउँदैछ। यो तीनजना पागल भइसक्यो, छटपटाउनु लायो। पागल सबभन्दा ठुलो घिनलाग्दो त यही रहेछ। एउटा कालो गुरु टाउके, गोरुको टाउको भन्दा नि घिनलाउने, हेर्दा नि घिनलाउने, बानी नि घिनलाउने खरखर रवि लामछानेलाई मुद्दा गरेको त भ्रष्टाचारीको पैसा खाएर अहिले फेरि धरानको हरको मुर्दार डाँकाले न अनार राम्रो छ, न बानी राम्रो छ, न मुख राम्रो छ। पागल त्यत्रो त्यो काङ्ग्रेसको घरमा त्यत्रो 4 कोठामा 4टा कोठाभरि पैसा ढरेको आँखा फुटेछ तेरो। त्यत्रो पैसा सुनको डल्ला तेरो आँखा फुटेर मरेछस् र तिनीहरूलाई विरोध नगर्ने। प्रचण्डको पुरानो कोठामा